नमस्ते, म अर्जुन उप्रेती। हिजो घटना भएको चाहिँ के हो भनेर भन्नुहुन्छ भने भित्र पस्दाखेरि के भन्दाखेरि आचार संहिता अनुसार तपाईँको 25 जना भन्दा बढी भित्र बस्न पाइँदैन। मेरो सबलाई यो राम्ररी थाहा थियो, हाम्रो वरिष्ठ नेता बालन सरलाई पनि यो सबै थाहा थियो र उहाँले मलाई भनिराख्नु भएको थियो जब छिरौँ अर्जुनजी त्यहाँ मान्छेहरू आउँछन् गर्नुहोस् है, मान्छेलाई छिर्न दिनु हुँदैन भनिराख्नु भएको थियो। अब त्यो मास एकदम जति गर्दा पनि भएन, फेरि भनिराख्नु भएको थियो त्यो मास कन्ट्रोल गर्ने, मासले आउनु नदिनु भनिराख्नु भएको थियो मलाई कि भनिराख्नु भएको थियो। त्यो केही गर्दा कन्ट्रोल हुँदैन। उहाँले रिसालो कन्ट्रोल गर्नुहोस् न तपाईँ यार, भरे त्यो बित्थामा यहाँ तपाईँको यो के अरे विभिन्न फाइनहरूतिर आउँछ, दुनियाँ उहरू हुन्छ, भरे उम्मेदवारदत्तामा समस्या हुन्छ, के भन्छन् कसो भन्छन्, बित्थामा फाइन पर्ला, जानुहोस् न गर्नुहोस्, तपाईँ जानुहोस् त उताबाट जानुहोस् त लु गर्नुहोस् भनेको हो सर। त्यति हो। किन कुरामा प्रोपोगन्डा मचाइएको छ, म चाहिँ अचम्म लाग्छ। भनेपछि तपाईँ आफ्नो व्यक्तिगत रूपमा धकेल्दाखेरि तपाईँले आफूलाई चाहिँ एउटा अन्यायपूर्ण